है तपाईँ सुदूरपश्चिम एकचोटि जानु होला है। अब सुदूरपश्चिममा मेरो घर दार्चुला हो है। मैले स्कुल पढ्दाखेरि मैले 2 घन्टा तल झर्नुपर्छ है। 10 बजेको स्कुल छ, मैले 2 घन्टा झर्न लाउँछु। 2 घन्टा झर्न लाग्यो भने माथि 4 घन्टा लाग्छ। 6 बजे बिदा हुन्छ, अहिले त पढाइ छैन। 6 बजे बिदा हुन्थ्यो, अब 7 बजे घर गइन्थ्यो, 2 घन्टा हिँड्यो, थाकियो, सुत्यो है। 1 देखि 10 सम्म त्यस्तै गयो होइन। अब पढ्ने बेलै भएन। अब सुदूरपश्चिममा भनेपछि मैले इङ्ग्लिस बोल्न जान्दिनँ है। मैले मात्र होइन, हर कोहीले, जतिजना सुदूरपश्चिममा हुनुहुन्छ तपाईँ एकचोटि सुदूरपश्चिम पुग्नु होला है। चामल बोक्नको लागि हो, टाउकोमा कपाल छैन होइन। 15-20 वर्षमा बिहे हुन्छ, 22 वर्ष पुग्दा उसको छोरा हुन्छ, 25 वर्षमा मर्छ होइन। किन भनेपछि अगाडि बढ्न सकेन। कसरी भने नेता भनेपछि यो नेताको मान्छे हो है, उसँग बोल्नुहुन्न, त्यसले काम बिगारेको छ होइन। त्यो नेताको मान्छे हो, बोल्नै डर हुने है। एकचोटि हजुरले सुदूरपश्चिम गएर सुदूरपश्चिमको मन रोक्यो है। देशको मन जसरी रोको छ, अरू देश हेर्दा हाम्रो देश कस्तो छ है। नेपालको अरू जिल्ला हेर्दा दार्चुला, बैतडी, डडेलधुरा, बाजुरा कस्तो छ हो, त्यसको बारेमा हजुरले यसो बुझिदिनुहुन्छ है। म पनि जेन्जी नै हो। जेन्जी त अब काठमाडौँको कुरा गरौँ, म दार्चुलादेखि काठमाडौँमा 10,000 रुमको भाडा दिन्छु है। 10,000 रुमको भाडा दिन्छु। 10,000 मेरो खानामा हुन्छ, मेरो कमाइ 17,000 छ। मान्नु कसरी गर्ने? भोलि म बिहे गर्ला, मेरो छोराछोरी होला, मेरो छोराछोरीले कसरी अगाडि बढाउने? कि मेरो आफ्नै पेटलाई भइराखेन क्या। 20,000 कमाउँछु, 17,000 के अरे 17,000 आम्दानी छ, 20,000 खर्च आउँछ भनेपछि त्यो त एकदम मनै रुनी है। साँझ राति काम गर्ने के गर्ने, दिउँसो गर्ने के गर्ने, काम गरौँ कसरी गर्ने? म आउँदै छैन होइन। 10,000 12,000 म अहिले काठमाडौँ बसेको 5 वर्ष लगभग हुन लाग्यो होइन। 5 वर्षमा आफ्नो पेट मैले भात खाएको छु, म भोको छैन। तर घर परिवारको आश होइन, छोरा काठमाडौँमा छ, आश त हुन्छ नि त होइन। अर्को महिना अब खाडी जानलाई प्लेनको टिकट सस्तो छ, यहाँदेखि धनगढी जान महँगो छ। के गर्ने? घर जाने कि दुबई मलेसिया है। नेपाल पनि बात त्यो भौतिक पूर्वाधारको विकास है। यस्तो छ कि हामीले के विचार गरेछौँ भने प्रायोरिटी भनेको अहिले तिमीले मेरो व्यक्तिगतको रूपमा सोच्छौ भने होइन, जहिले पनि हामीले के सोध्नुपर्छ भन्दाखेरि नेपाल काठमाडौँ होइन, नेपाल काठमाडौँ बाहिर हो होइन, र नेपाल सुदूरपश्चिम हो। यस्तो हो कि दार्चुलादेखि म काठमाडौँ आउँदा होइन मैले दुबई भन्दा बढी पैसा खर्च। त्यही भएर तिम्रो त्यहाँको समस्या तिमीले सोच्यौ होला, मलाई थाहा छैन भनेर सोच्यौ होला तिमीले होइन। त्यहाँको लागि हामीले सुरुमा नै हामीले के गरेका छौँ भन्दाखेरि चाहिँ त्यहाँको हामीले सबै यो बाटोमा त्यहाँको लागि हामीले सुरुमा के गरेका छौँ भन्दाखेरि त्यहाँको टावरहरूको समस्या, त्यहाँको रोडहरूको समस्या। किनभने मेरो व्यक्तिगत प्रायोरिटी चाहिँ सुदूरपश्चिम कर्णाली अनि मधेस। मधेसको आवाज सुनिँदैन भने उनीहरूको सिंहदरबार हो त होइन नि त होइन। उनीहरूको लागि पनि त्यो सिंहदरबार त एउटा आफ्नो घर जस्तो त हुनु पऱ्यो नि त होइन। त्यही भएर हाम्रो प्रायोरिटी भनेको मलाई थाहा छ तिम्रो त्यहाँ एउटा टिकट लिनु पनि, मुनि झर्नु पनि तिम्रो कति दिनसम्म पुग्नुपर्छ होइन, पुगेन। तर तिम्रो नेताहरूलाई त्यो थाहा छैन होला, हामीलाई थाहा छ। हामी गएको छौँ क्या, सुदूरपश्चिम पनि गएको छौँ, कर्णाली पनि गएको छौँ। कर्णालीमा अस्ति आगो लाग्दाखेरि हामी आगो निभाउनु त्यहाँको पब्लिकलाई जान्दै, त्यतिखेर पनि तिम्रो टिकट 7 दिनसम्म नपाएर हामी त्यहाँ अर्को बिरामी पऱ्यो नि के गर्ने? चामल मान्छेसम्म आउनुलाई तिम्रो अब मान्छे मैले अहिले पनि आजकै दिनमा पनि तपाईँले दार्चुलाको मेरो घर गोकलेश्वर प्लान्ट भन्ने ठाउँमा हो, त्यो ठाउँमा जानुभयो भने रोडबाट मेरो घर 2 घन्टा माथि हिँड्नुपर्छ। त्यहाँ कि बाटो छैन। अब त्यहाँदेखि मान्छे बिरामी भयो भने स्टेजरमा 2 दिन लगाएर मान्छे बोक्नुपर्छ गाडीमा। यहाँदेखि के अरे हस्पिटल पुग्दासम्म त मान्छेको डेथ भइसक्छ हो। त्यो बाटो है, बाटोघाटो, बिजुली अहिले 1 वर्ष भयो, त्यो पनि बाँसहरू हुन्छ नि, बाँस त्यस्तोमा छ। अब त्यो लडेपछि रुखमा पर्छ, रुखमा परेपछि घरमा पर्छ, बच्चा बच्ची होइन, धेरै कुराहरू हुन्छ। अब धेरै मैले भन्दा पनि तपाईँले म भन्दा धेरै बुझ्नुभएको होला, बुझिसक्नु भएको पनि होला होइन। तर अहिलेसम्म पनि है चामल, नुन, तेल सबै बोक्नै पर्छ, त्यही पनि 2 घन्टा अलिकति ठिक छ। 2 घन्टा 3 घन्टा है। हाम्रो सल्युसन कस्तो छ भन्दाखेरि तिम्रो अहिले DJI को ड्रोन्सहरू आएको छ क्या, तिम्रो क्या टेक्नोलोजीमा जानुपर्छ क्या हामीले क्या।
यसको लागि ध्वनि ट्रान्सपोर्टको लागि अस्ति नै हामीले चाहिँ यो काभ्रेमा बाढी जाँदाखेरि हामीले राहतहरू ड्रोनबाट बोकेर हामीले पुऱ्याइदिएको थियौँ। त्यसै गरी हामीले त्यो ड्रोन्सहरू 100 किलोको आएको छ अहिले। प्लेनबाट गइराख्नु पर्दैन, तर त्यहाँ स्टेसनहरू बनायौँ भने हामीले ड्रोनको स्टेसनहरू बनायौँ भने त्यहाँबाट सामान माथि लग्ने, त्यहाँबाट सामान मुनि ल्याउने गर्नु मिल्छ क्या। अहिले टेक्नोलोजीहरू धेरै इच्छा शक्ति भएन क्या हाम्रो यो सिंहदरबारमा क्या, बुझ्यौ? जस्तो प्लानिङ्सहरू चाहियो मान्छेको। अब नेताको मान्छे हो, त्यो त नेताको मान्छे हो, त्यसले गलत गरेको पनि सही हुने नेताको मान्छे जनताको हो, मान्छे त्यही हो, जनताको मान्छे हुनु पर्यो क्या, नेताको मान्छे भन्ने पनि मेरो धन्यवाद। ल थ्याङ्क यू है।